त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा मेरो भाइलाई मैले 1.5 लाख रुपियाँ टिकट काटेर मैले भाइलाई विदेश पठाउँदैछु है। अनि म यहाँनिर बाइक 1 घन्टा राखेको 1 घन्टा 19 मिनट भएको छ अनि मलाई 60 रुपियाँ 80 रुपियाँ पैसा लिइराख्नु भएको छ यहाँनिर पार्किङमा हैन। आफ्नो भाइलाई टिकट काटेर इन्टरनेसनल एयरपोर्टमा म आएर मैले विदेश पठाउन आउँदैछु तर मैले एकछिन बाइक 1 घन्टा बाइक राखेको 80 रुपियाँ 60 रुपियाँ भनेर यहाँनिर पैसा लिइराख्नु भएको छ। मलाई यहाँनिर यो कटाइराख्नु भएको छ, यो जाम दिइराख्नु भएको छैन हैन। यो घन्टी सरकारले गर्दाखेरि यस्तो भएको हो कि यहाँ मान्छेहरूले यिनीहरू फटा मान्छेहरू बसेर यस्तो गरे हो। मलाई यो भनिदिनु पर्छ तपाईँले कमेन्टमा हैन। मान्छेको 1 रुपियाँ गरेर मान्छेलाई लुटिरहेछन् यहाँनिर। 1 घन्टा मजाले 1 घन्टा 19 मिनट भएको छ तर 1.5 घन्टाको पैसा लिइरहेछ मसँग यहाँनिर हैन। त्यो पनि 80 रुपियाँ 60 रुपियाँ भनेर लिइरहेछन्। अब तपाईँहरूले पनि एकचोटि यहाँनिर अनुगमन गरिदिनुहोस्। यो पत्रकारज्यूहरू तपाईँहरूको झोलेहरू त्यो झोलेहरूलाई मात्रै लिएर हिँड्ने होइन क्या, यस्तो कुरालाई पनि हेर्नु पऱ्यो क्या यहाँनिर। फोकटमा पैसा दिएर हुन्छ हामीले हैन। यो मलाई खोलिदिनुहोस्। मैले भाइलाई 1.5 लाखको टिकट काटिदिएको छु के, मैले यो युज गर्न पाउँछ। 1.5 लाखको टिकट यहाँनिर यो त्रिभुवन इन्टरनेसनल एयरपोर्टलाई चाहिँ टिकट दिएको त हामीले। यो त्रिभुवन इन्टरनेसनल एयरपोर्टको एरिया होइन होइन, यो एरिया त्यसको हो कि होइन भन्नु। एयरपोर्टको एरिया हो कि यो एयरपोर्टको एरिया हो कि होइन होइन। कस्तो आफ्नो हो यो एयरपोर्टको एरिया हो कि होइन भन्नु न। त्यो गेट त्यो यताभित्र एयरपोर्टको एरिया हो कि होइन। अनि यसो किन चाहिँ पैसा लिएको त यहाँनिर? ठेका लिएपछि कसले त? तपाईँ चाहिँ को त नि उसो भए? अनि काम गर्ने मान्छेहरूले भन्नु पऱ्यो नि त। हामी यहाँ काम गर्दिनँ भन्नु पऱ्यो नि सिधै। अनि घन्टाको 80 रुपियाँ हुन्छ। मलाई 1 घन्टा भएको छ 80 रुपियाँ 60 रुपियाँ भनेर मन गरी लिनु खोज्छ यार पैसा। मैले 40-50 रुपियाँ दिन तयार छु के। जति वर्ष त्यति आउने है हामीसँग नबात। यस्ताहरू छन् हेर्नु है यहाँनिर। तपाईँहरूले आफै उनीहरूमा मूल्याङ्कन गर्नुहोस्। जबसम्म तिमीहरू हामी युवाहरू चाहिँ यस्तो कुराहरूमा औँला उठाइँदैन नि यहाँ लुटतन्त्र चलिरहन्छ। हेर याद राख्नु होला फेरि यो कुराहरू।